हेलो गाइज, अहिले चाहिँ हामी के अरे के मनाङ अरे टङ्के मनाङ है ए अप्पर मनाङमा छौँ। हिजो बिहान बेस क्याम्पबाट चाहिँ हिँडेर 3 बजीतिर हिँड्दै थियो, माथि तिलिसो गयो। गएपछि चाहिँ घुमेर फर्केर फेरि बेस क्याम्पमा आएर खाना खाएर त्यसपछि लगातार हिँडाइ पछि चाहिँ खाङसर हामी लगभग बेलुका 7 बजी थियो होला, 7 बजीतिर आइयो। अनि त्यसपछि गाडी आएर चाहिँ हामी अहिले चाहिँ बेलुका आएर यो ठाउँमा बस्यो, सुत्यो, खाना खायो। अहिले चाहिँ उठेर यसो बिहानको भ्यू हेर्न अनि अप्पर मनाङ मेन मनाङ भन्ने चाहिँ यही ठाउँमा भन्ने रहेछ। अलिअलि मान्छे उठेर हिँड्न थाले होइन। अब साथीहरू चाहिँ सुतिरहन्, एकजना साथी भेट्टाछु लिएर आएको छु, घरेको मानेन। यो चाहिँ यहाँको गुम्बा त्यो माथि अप्पर मनाङबाट झरेर अनि यो चाहिँ गाडी गुम्बी रोड हो, गङ्गापूर्ण लेक जान लाग्यो। यो रोडबाट सिधै यतापट्टि लाग्यो भने चाहिँ गङ्गापूर्ण लेक जान सकिँदो रहेछ। यहाँ चाहिँ 2टा पुल छ, एउटा चाहिँ गाडी बाइकहरूको लागि होला, मान्छे हिँड्ने पुल। यो पुलबाट जाऊँ न यता गाडी पुल है। जब गङ्गापूर्ण लेक हेर्न घुम्न गइरहेछौँ, साथीहरू सुतिरहेछन्, अहिले आउन सक्छन् तिनीहरू। आयो कहाँ पुग्यौ होला। हेलो, गङ्गापूर्ण लेक हेर्न जाऊँ भनेर फोन गरे हो, तिमीले फोन उठाएनौ, म त हिँड्दै आधी बाटो आएर बसिरहेको छु, मतलब जानु लागेको छु। यो हामी पुलबाट तरेको त्यो खोला चाहिँ ओ चाहिँ मर्सङ्गी खोला सलाला। नालहरू एकदमै राम्रो छ। चिसो चाहिँ तिमी पुगेर आयो भने खासै यता चिसो चाहिँ लाउँदो रहेछ। यतातिर होला नि, बाटो यता छ के को सस्तो छ है, के को कुछ रहेछ होइन। प्रहरी पोस्ट पनि रहेछ नि। त्यो चाहिँ मनाङ अप्पर मनाङ। हामी त्यो बाटो त्यहाँ हो बाटो। यस्तो ढुङ्गामा चाहिँ के लेखेको रहेछ मैले केही पनि बुझिनँ। टिबिटियन रोड होला है त्यस्तो। अब यहाँ यता जाने यता चाहिँ बाइकहरू जान्छ हो, यता चाहिँ मान्छेहरू जाने भ्यू पोइन्ट। हिमाल त हिमाल यहाँ चाहिँ हिमाल हेरेर अगाइदो रहेछ, त्यही भएर भात नि रुच्या होला कि हिमाल हेरेर अगाइन्छ मनाङमा। अहिले चाहिँ हामी यो उकालो उक्लिएर पारीबाट त्यहाँ छ उठ गेट माथि छ गङ्गापूर्ण लेक हेर्न आइया छ। सुनेअनुसार साह्रै राम्रो छ। अब हेरौँ यहाँ नि बारफार नेपालीहरूले चाहिँ फेरि एकदम जाली लाएर छ। ऊ त्यहाँ बाँचिसक्यो पहाड जाऊ, हामी अलि सबै नागरिक भयौँ न, फटा हुन खोजिहाल्छन्। यसै त्यो खसिया हो अरे साथीहरू फाइनल्ली हामी त्यो बाटो जानुपर्दो रहेछ। हट जा, म कहाँ छु म? यो राम्रो के देखिन्छ त गङ्गापूर्ण लेक। हजुरलाई अन्त त्यहाँ झन् ठाउँ मिल्दैन, पुरा आइस भयो है त्यो बिचमा हेर। छेउछाउमा नि आइसक्यो तल पुरा ट्याक्कै हिमालबाट हिउँ। आऊ हेर न, ऊ यो के अरे हिउँ सुहाल्यो।
क्या ऊ फुटेर आएको कि है मलाई यस्तो चाहिँ हेर्न मन लाग्थ्यो देखेँ कस्तो हुन्छ होला जस्तो लाग्थ्यो कि पुरै हिम पहिरो हामी चाहिँ अहिले माछिडी हेरेको थियौँ होइन माछिडी भन्दा नि मुनि चाहिँ राम्रो देखिँदो रहेछ भनेर चाहिँ हामी मुनि आएको छौँ मान्छेले पुरा यो ढुङ्गाको थुप्रो राख्दो रहेछौँ के हो यो चाहिँ देउराली बनाएको अरे देउराली 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 भाकामला खै के भन्नु फाइनल्ली गङ्गा पुग्नु एकदमै पुरै आइस पुरै दाजु हो नि होइन चाहिँ हल्का हल्का चिप्लो बाटो छ समात्नु होला त्यो पनि समात्नु होला चिप्लो अन्त अर्को बाटो थियो कि झन् त्यही राम्रो जाने समात्ने हेर्नु त मलाई देखाउनु त्यो हो नि त अनै होइन यहाँ हेर न अगाडि देखिरहेको त उतै उतै के जाने त्यो जाँदै पुरै यस्तो राउन्ड नि हान्नु मिल्दो रहेछ त्यो अलिक पानी उस भयो बेला चाहिँ त्यो त नि आउँछ होला होइन त्यही हिमाल चाहिँ पग्लिएर आएर यो लेक बनाए जस्तो लाग्छ हो म त तपाईँ यहाँ काटेँ एउटा पानी चाहिँ पुरै जमेको छ गाइस है आउनुहोस् हेरौँ कसरी जमेको छ ए छेउमा यसरी जमेको छ छु म त हात त छुन्न गाइस यसरी यसरी आमै यसरी ढुङ्गाले हान्ने हो पुरै यसरी जमेको छ क्या मिठो भ्यू है यता हिमाल यता लेक र चाहिँ तिनसम्मको यात्रा कम्प्लिट भयो एकदमै रमाइलो भयो इन्जोय अब चाहिँ हामी विजेतातर्फ लाग्दैछौँ बाई बाई दम गाइजहरू हामी चाहिँ अब बाटो लाग्न लाग्यो तर गाडी भन्ने चिज चाहिँ पाइँदैन बिहासँगमै जाँदैछु म कहिले आउनुभयो यहाँ बसेका मजाले काम सुन्नु अब लाग्यो बेसी सहर तर सिट ल गाइजहरू हामी चाहिँ फाइनल्ली मनाङबाट चाहिँ तल झर्न लाग्यो यतापट्टि मिसहरू हुनुहुन्छ यस्तो मजासँग कोचिङ भयो है अनि यता छौँ हामी यता पनि हामी एउटा गाडी कतिजना छौँ टोटल 11 जना एकजना किरण सर सर 2 जना छौँ यहाँ एकदमै एडभेन्चरस त्यही भएर हामीले अफर मनाउनलाई चाहिँ अब बाई बाई गरेर लमजुङतिर बाटो लाग्यो एकदमै ठुलो स्याउबारी स्याउ सिद्धिसक्यो
यो ब्लूले चाहिँ के भने जस्तो लाग्यो तर होइन नि अन्त मलाई चाहिँ मनाङ आउँदा र जाँदाको चाहिँ अलिक डरलाग्दो बाटो चाहिँ लाग्यो बाटो यस्तो छ मान्छेहरू यस्ता छन् सुतिरहन् अनि परो काटेर बनाएको छ यो बाटो चाहिँ यो बाटोमा चाहिँ टु वे गाडी पोसिबल छैन वान वे मात्रै जानु मिल्छ फाइनल्ली कटियो सबभन्दा गाह्रो बाटो अहिले चाहिँ हामी स्याउबारी घुम्ने ठाउँमा आइसकेका छौँ त्यसको लागि चाहिँ अब के भन्छ टिकट काट्नुपर्छ स्याउबारी घुम्नलाई एउटा स्याउ किन्न पनि पाइन्छ टिकट काट्नु पर्यो अहिले त एकजना मात्रै छ उसहरू हुन्न अहिले मेरो लागि काट्नु बाइकमा हजुर कति हजुर 200 यसमा के पाइयो घुम्न मात्रै पाइयो कि के पाइयो खाना टिपेर खान पाइयो लिएर जान पाइएन होइन जोखेर लानु पर्यो तपाईँले टिपेर लान चाहिँ पाइन्छ प्लास्टिक दिनु नि त त्यसो भने अनि जना पनि कुन चाहिँ रातो 3 जना 5 केजी यो पैसा आयो भाइ यो हावाले मेरो कुन चाहिँ गरे भन्नु साथी बुझी गरे कति किलो 5 केजी प्लास्टिक पायो हुँदैन 11 जना के भन्छ नि मैले चाहिँ टिकट किने है यहाँ मान्छेको भिड छ हिसाबमा उठाउनु बुझ्यो नि पहिले भित्र गरे नि हेलो गाइज यता टिकट लिएर भित्र छिर्नु भयो त्यहाँ गएर टिकट काट्नु अनि त्यसपछि भित्र छिर्नु हजुर 200 काटियो अब गइन्छ स्याउबारी भित्र छिर्नु वाइन त्यो त यो मनाङ भ्याली भन्छ यतैतिर पाइन्छ होला अब जाँदैछु म ओहो के छ दाजु तल फर्किन लाउनु म ठिक छ हामी भयो कति दिन भयो 3 दिन भयो मतलब 4 दिनको दिन चाहिँ फर्किँदैछौँ 3 रात बस्यो 4 दिन माथि तिले चाहिँ पुगेर फर्किएको त्यसो स्वस्तिका मिस जानुहोस् उता टिकट काट्नु पर्दो रहेछ मिसहरू खै अहिले आउनुहुन्छ कि हेर्नुहुन्छ होइन मजा लाग्यो स्याउबारीतिर जानियो एउटा स्याउ खालियो अनि त्यो काजी फिल्मको एउटा डाइलग छ नि
ए काजी होइन आज कबाडीको एक्लै स्याउ खाँदै बस्नु भयो सरवाला हो त्यो त्यसको चाहिँ एउटा टिकटक बनाउने हो विषयहरू तलै हुनुहुन्छ मैले काटिसकेँ आउँदै होला फोटो सोटो एक्लै सेल्फी हान्दिने हो यो चाहिँ मनाङको स्याउबारी तपाईँहरू देख्न सक्नुहुन्छ मनाङको स्याउबारी एकदमै धेरै स्याउ धेरै प्रजातिका स्याउ है यता नि स्याउ यता नि स्याउ स्याउमै स्याउ स्याउ खाऊ एउटा राम्रो स्याउ टिपेर खाइदिनु भनेको एउटा स्याउ मैले चट्ट यसरी उस गरेँ साथीहरू यसरी धेरै रहेछ स्याउ कतै ड्याउनु दाइहरू हेलो टोटल इग्नोर स्याउ छ धेरै नै रसिलो एकदमै ठुलो छ है स्याउबारी चाहिँ मैले उता चाहिँ हरियो स्याउ पनि छ मैले रातो खाम एकछिन पछि हाट्नुपर्छ हरियो स्याउ हेरेर घुमेरै नसक्ने खालको त्यहाँ माथि चाहिँ भ्यू पोइन्ट रहेछ सबै ठुलो छ स्याउबारी हिँडेर चाहिँ यहाँ माथिबाट हेरौँ अलिक कच्चा रहेछ ल गाइज यो चाहिँ यो मनाङको स्याउबारी यहाँले हेरिन्छ हाम्रो गाडी चाहिँ ऊ त छ म चाहिँ यता छु यसो खाइरहेको छु त्यहाँ माथि हिमाल पनि छ स्याउ त सक्यो त गाइज अब म अर्को स्याउ खाने बेला फेरि भिडियो रेकर्ड गर्छु यो चाहिँ हरियो स्याउ हेर्दा राम्रो राम्रो छन् अलिक सानो सानो रहेछन् यसरी भयो भने झरेको छ स्याउ लटरम्मै आफै हेरेर हेरि नसक्नु खाएर खाइ नसक्नु केटी धेरै हुन् हाई यस्तो छ मनाङको स्याउबारी गाइज हरिया स्याउ यो स्याउ चाहिँ पाकेपछि पँयालो हुन्छ होइन अनि खाँदा चाहिँ एकदम गुलियो पनि गुलियो नि हुन्छ अमिलो अमिलो गुलियो टाइपको एकदम रसिलो हुन्छ मलाई चाहिँ यो रातो हुँदैन अझै हरियो चाहिँ एकदम मिठो लाग्छ है यस्तो यता अब
यसरी जान पाइन्छ घुम्न होइन। यता चाहिँ यो मनाङ भ्याली भन्ने वाइन बनाउँछन् कि जस्तो लाग्छ मलाई, के सस्तो जग्गा पनि थाहा छैन। ल ए कति घुम्ने कति खाने। यता चाहिँ अलिक सानो सानो रहेछन्, अन्त माथि माथि अलिक ठुला हुन् कि जस्तो नि लाग्यो मलाई। तर यो चाहिँ एकदमै रातो छ, प्रजाति फरक होला सायद। मैले चाहिँ लगभग धेरै एरिया घुमिसकेँ। मिसहरू चाहिँ आउँदै हुनुभएको थियो, आउँदै हुनुभएको थियो। बसेर एकदम स्याउ खाने कार्यक्रम खोलिरहेको छ। कस्तो छ मिस स्याउहरू? स्याउ मिठो छ? स्याउ है कुहिया स्याउ दिन आज तपाईँ यस्तो बारी आएर नि कहाँ यस्तो छेउछेउमा बसेर राम्रो भेटिन्छ त नि? कहाँ छेउछेउमा बसेर राम्रो भेटिन्छ त नि? बिच बिचमा कसीको अनि त्यसपछि राम्रो आउँछ। म अब त्यो क्यापमा लाउँदैन लाउँदिनँ होइन, म खास यो लाउनै छोड्या क्याप हो, अर्को किने हो। मनाङ गाउँमा भन्नु न, कति राम्रो स्याउबारी मनाङ। यतापट्टि चाहिँ फेरि यस्तो चट्टान छ है, यस्तो पहरोको मुनि चाहिँ बनिएको छ मनाङको स्याउबारी। यति धेरै स्याउहरू छन्, हेरौँ दाइ चाहिँ यसरी स्याउ